यो भाइ चाहिँ प्रणव तिवारी हालै सम्पन्न भएको 2082 एमइसीले लिएको 18,000 विद्यार्थीमध्ये एमबिबिएस तर्फ चाहिँ 7 नम्बरमा नाम निकाल्न सफल भएको विद्यार्थी। उसले 7औं र्याङ्कमा नाम निकाल्न सफल भयो। तर एमइसीले उसलाई कक्षा 6 देखि 10 सम्म चाहिँ भारत पढेको भनेर चाहिँ उसलाई चाहिँ स्कलरसिपको कोटामा चाहिँ उसलाई चाहिँ छात्रवृत्ति दिन चाहिँ इन्कार गरेको छ। ल भाइ नै चाहिँ भाइको दुःख, भाइको सङ्घर्ष र अहिले चाहिँ जुन कानुनी लडाइँ भाइले लडिरहेको छ यस विषयमा भाइकै प्रतिक्रिया चाहिँ म सुन्न चाहन्छु। प्रणव भाइ, हजुर दाइ, के छ तपाईँको प्रतिक्रिया के छ? अब नाम निक्लिसकेपछि त अब हामी खुसी त भएको थियौँ। अब धेरै दिन त्यो खुसी टिक्न सकेन। त्यसपछि चाहिँ हामी अब नाम आफ्नो एडमिसन लिस्टबाट नाम नदेख्दाखेरि चाहिँ हामी तुरन्तै हामी एमएससीमै गयौँ। के भयो कसो भयो जानकारी बुझ्नको लागि, किन मेरो नाम हटाइदियो एमएससीले भनेर। अब त्यहाँ गएर बुझ्दाखेरि चाहिँ लिखित जवाब त पाइएन उहाँबाट। मौखिक रूपमा हामीले तिमी कुनै पनि विद्यार्थी अब 6 देखि 10 सम्म आउट कन्ट्रीमा पढेको छ भने, फरेन पढेको छ भने, नेपाली नागरिक भए तापनि उसले नेपालबाट छात्रवृत्ति पाउँदैन भन्ने कुरा भन्नुभयो। त्यस्तो भनेपछि चाहिँ अब हामीले नियममा कानुनमा कता लेखेको छ भनेर उल्लेख गरेको नपाउँदाखेरि नियमवाली र कार्यविधिमा चाहिँ अनि हामीले कोर्टमा केस गऱ्यौँ। अनि कोर्टमा केस गरेपछि पनि यो अलि प्रोसिड्युर त अलि लेन्दी नै भयो जस्तो छ। कोर्टमा केस गऱ्यो भने हाम्रो डेट तारिक सार्ने होइन, पालो नआउने, अर्को तारिक सार्ने, पालो नआउने गर्दै गर्दै यो लगभग 1 महिना भइसकेको छ। अनि एडमिसन प्रोसेस पनि अब यसको छात्रवृत्तिको चाहिँ सिद्धिसकेर अब पेइङको आउन थालिसकेको छ। त्यसपछि क्लास पनि रन होला। म भने अब फेरि कोर्टमै दौडिरहेको छु। अनि अब अस्ति हियरिङ चाहिँ पहिलो भयो के अरे, त्यसमा पनि आदेश आउन त आयो, अन्तरिम आदेश स्टे अर्डर चाहिँ पाइएन। फेरि फर्दर हियरिङ हुँदै जान्छ, तारिक आउँदै जान्छ, कोर्टमा जानै पर्ने भइरहेको हुन्छ। यस्तो भयो, अलिक टेन्सनको वातावरण। तपाईँलाई के लाग्छ, तपाईँले न्याय पाउनुहुन्छ जस्तो लाग्छ? अब मैले होप त छोड्न भएन, होप चाहिँ छ। अब त्यो होप छोड्नु भनेको त होपलेसै हुनु भनेको त होपलेस हुनु नै भएन हुन त। होप त राखेको छु अलिअलि। न्याय नै पाउँछु भन्न नि सक्दिनँ। न्याय पाउँदिनँ भनेर त अब त केस लडेकै होइन, लडिसकेपछि त पाउँछु नै भनेर आश गरेको छु। अब हेरौँ के हुन्छ। धन्यवाद।